फलाउनुको लागि चाहिँ जाँगर चाहिँ हुनु पर्यो हो। अन्त फ्रेस पनि हुन्छ सबै गाउँघरमा हो। तलतिर त किनेर खानुपर्छ, त्यसै कारण साह्रै पर्छ। गुड मर्निङ, गुड मर्निङ सबैलाई। यति बेला चाहिँ हामी गएको घाँसमा। बिहान 6 बजी पनि भएको छैन हो, घाम उपर लाग्दैछ। भान्जा र म चाहिँ डोको बोकेर गम्बुट लाएर घाँसमा गएको। आँखा पनि सुन्ने छ मेरो त ला। अनि अब गएर चाहिँ घाँस काटेर ल्याउनुपर्छ नि मान्छे। त्यहाँदेखि चाहिँ भान्नी चाहिँ छोरा छ्यामा छोराको बिहान एक भारी घाँस काटिसकेपछि चाहिँ त्यहाँदेखि चाहिँ दुईजनाको टुर सुरु हुन्छ आज। हामी चाहिँ भारी ल्याइ पुऱ्यायौँ भान्जा र मैले। हामी चाहिँ टाउको पुरा दुख्छ कि, त्यही भएर कम्ती बोक्नुपर्छ नि त। 2-3 पल्ट गर्नुपर्छ, कम्ती बोक्नुपर्छ। भान्जा के छ आजको सुनाइदेऊ। आजको चाहिँ हातै लागेन, भारी कम्ती छ। अन्त अब चाहिँ जानुपर्छ घर है। दुःख छ हामीलाई नि कि मजा लाग्यो? दुःख के भन्नु, यस्तै हो नि। दुःख भने पनि गर्नै पर्यो। होइन नि, यो त लग्जरी हो नि। लग्जरी हो कि अरे यो चाहिँ? लग्जरी, यो चाहिँ लग्जरी हो। कसरी भन्दाखेरि तलतिर हेर्नुपर्छ कि सिलगढीतिर त्यो हुन्छ नि पुलको मुनितिर यस्तो प्लास्टिक ओराएर मात्रै बसेको हुन्छ, गरम त्यत्तिकै। त्यो भन्दा त हाम्रो त लग्जरी हो नि त। हावा छ, टक्कै घर छ, पानी छ, पानी सफा आउँछ, नुहाउँदा पनि पायो, चिसो हुन्छ, तातो चाहियो भने चियाहरू बनाएर खाँदा पनि हुन्छ। छैन तल त। त्यस्तो नि लग्जरी हो नि यतिको त। यतिको दुःख भनिँदैन। यतिको के दुःख भनिँदैन अरे? यतिको चाहिँ दुःख भनिँदैन। बिहानै 6 बजी घाँस लिएर आउनु चाहिँ भनिँदैन र दुःख कि। तर यो घाँस चाहिँ भएन र त। फलाउनुको लागि चाहिँ जाँगर चाहिँ हुनु पर्यो हो। अन्त फ्रेस पनि हुन्छ सबै गाउँघरमा हो। तलतिर त किनेर खानुपर्छ, त्यसै कारण साह्रै पर्छ। जाँगर चाहिँ हुनु पर्यो। जाँगर चाहिँ हुनु पर्यो। बिहानै उठेर घाँस यसरी ल्याउने, गाई पाल्ने है। दुध खानु मन लाग्यो भने अब दिनभरि गाई त्यहीँ हुन्छ, दिनभरि जति बेला इच्छा लाग्यो त्यति बेला दुध दिएर खाँदा पनि भयो हो। तर फेरि यसरी घाँस पनि जतिसुकै बेला गाईलाई लगाउनु सक्ने जाँगर पनि हुनु पर्यो। कुरा चाहिँ त्यस्तो हो। र यो गाईहरू कराउनु चाहिँ गरिदेऊ। यहाँ हाम्रो बहिनी, यो मेरो बाख्रा है। बहिनी आइज, मेरो बहिनी। आइज फोटो खिचिदिन्छु। आइज त। यहाँ माथि चल, चल। राम्री छस् त अन्त। कति राम्री तिमी। यहाँ यसरी लिली फुलेको छ। यो पनि एउटा राम्रो रहेछ। यो आङ्लोमा दिएको जस्तो लाग्यो। यो चाहिँ पुदिना। हामी पुदिना चाहिँ फेरि चुराउनुपर्छ। को फुपू बोलाउने? पुदिना। यो पुदिनाको चाहिँ चिया बनाएर खान्छ। गुड मर्निङ। गुड मर्निङ। यो छिटो उठे जाऊ त। बिट्टु बुवा मल्टिफ्लोरा ठुल्ठुलो भइसक्यो मेरो। गाई चाहिँ